आमा श्रीमान नारायण। श्रीमन्नारायण। आमाको नाम बताइदिनुहोस् न। मेरो नाम सीता दुलाल हो। सीतारामन दासी शरण पर्या जीवात्मा शरण पर्नेकै नाम भन्नुपर्छ। सीतारामन दासी हो। कति वर्षको हुनुभयो? 84 वर्ष भयो नि। 84 वर्ष हुनुभयो। आज 2079 साल ज्येष्ठको 6 गते हामी यो खिचिरहेछौँ है। अनि जन्मिनु भएको चाहिँ कहाँ? सानजुलुङ भन्ने ठाउँ पूर्व 1 नम्बर ललितपुर जिल्ला ललितपुर जिल्ला काभ्रे जिल्ला। काभ्रेमा जन्मिनु। ललितपुर जिल्ला चाहिँ बिहे गरेर दिएको। काभ्रे जिल्लामा चाहिँ मेरो जन्म भएको। अनि तपाईँ त बालकै कालमा टोरी हुनुभयो नि त। च्याम्रेङ बेसी। आमा चाहिँ कति सालमा बित्नुभयो? आमा बित्नु अब कति सालमा अब 6 वर्ष हुँदा बित्नु। तपाईँ 6 वर्ष हुँदा। म 96 सालको कति वर्षमा बित्नु भएको छ? 96 सालको 97, 98, 99, 100, 2 सालमा बित्नु भएछ। अनि 3 जना दिदीबहिनी छोडेर बित्नुभयो। अनि बाले 6 वर्षमा बिहे गरिदिनु भयो। आमा साउना बित्नुभयो। आउने माघमा मेरो बिहे गरिदिनु भयो। अनि दुलालको छोरा खोजेर 7 वर्षको केटो खोजेर अनि बाले आमाले नजिकै गाउँमै हुनुहुन्थ्यो। मामा ससुरा घर गाउँमै थियो। आमाले लिएर आउनुहुन्छ बच्चा बेलामा। अनि हाम्रो आमा हुँदैखेरि अनि यी दुईटाको बिहे गरिदिनुपर्छ भनेर एक ठाउँ राखिदिनु गरेको थियो अरे आमाले। अनि त्यही भएर त्यही केटालाई दिनुपर्छ भनेर भाले पनि उहाँलाई नै दिए। आमाले त्यो बोले भएर। बिहेको कुरो सम्झिनुहुन्छ? सम्झन्छु अलिअलि। के भएको थियो? के भयो के अब जग्गामा घुमेको गरेको सबै सम्झना आउँछ। म अरू खाएको सम्झना आउँछ। म बालकै भयो नि म त्यो बेलाको सम्झना आउँछ मलाई। बिहे हुँदैछ भनेर बिहानै भनेको थिएँ। अनि बिहे गरेर अब त बेलुका त दुलाले लिएर जान्छन्, जन्तीले लिएर जान्छन्। अनि रुने ओर्ने गर्नु भएन? होइन, रातभरि बिहे गराए भोलिपल्ट बिहान आउनु भएको। उलिन काठमा हालेर? अनि उलिन काठमा नि होइन, डोलीमा। त्यो बेला त बोरा जस्तो हुन्थ्यो, डोलीमा सुता घम्ल्याङ्ग हालेर। अनि बाहिर रातो झापन ओढाउने भन्थे, रातो ओढ्ने ओढाएको हुन्थ्यो। अनि नयाँ घरमा माइती छोडेर जम्मा 6 वर्षको बालक रुनु भएन? रुएन, रुनै आएन। घरमा को हुनुहुन्थ्यो बुढाको घरमा? बुढाको घरमा नन्दहरू हुनुहुन्थ्यो। एउटा कान्छी नन्द 2 वर्ष हुनुहुँदो रहेछ आफू बिहे गरेर जाँदाखेरि। अनि साइली नन्द, माइली नन्द आमाजीको चाहिँ बिहे गरेको थियो त्यति बेला दिदीको चाहिँ। अनि नन्द आमाजीको बिहे भइसकेको थियो। अनि त्यसपछि बिहे गरेपछि अब सासूले बुहारी कजाउँछन् भन्थे, बालक बुहारी गाह्रो त्यस्तो त भएन? पछि यसो यो कुरा जान्दिनँ भन्नुहुन्छ। अलिअलि सिकाउनु भयो नजाने कुरा। अनि नन्दहरूसित सँगसँगै लाएर गऱ्यो। अनि बाले त साह्रै माया गर्नुहुन्थ्यो अरे। यताउता कराई कुराई भयो नि यसो उसो भनेर साह्रै स्मार्ट हुनुहुन्थ्यो अरे बा। त्यो बेलाको सबैभन्दा स्मार्ट भने अब गाउँभरिको चल्ता पूर्जा हुनुहुन्थ्यो अरे। कस्तो हुनुहुन्थ्यो? माया गर्नुहुन्थ्यो। वैश लाग्दाखेरि जस्तो 14, 15 वर्ष, 16 वर्षमा अनि बाको चाहिँ स्वभाव कस्तो थियो? राम्रो थियो स्वभाव। चुरो खानुहुन्थ्यो। अनि झुलो चकमक बोकेर हिँड्नुहुन्थ्यो। चकमक भने? एउटा 10 नुङ्गो हुन्थ्यो। तिमीलाई अहिले भन्न सुनाइदिउँ न है। अनि 10 नुङ्गो लिएर हिँड्ने। अनि झुलो पाखामा फल्छ यत्रटा डल्ला, त्यो झुलो कोरेर यसरी गरेर आगो बाल्ने। यसो गरेर कोरेपछि त्यो झुलो सर्कन्थ्यो। अनि चुरो खानुहुन्थ्यो। ए लाइटर कहाँ पाउनु, सलाई कहाँ पाउनु? 4 पैसाको एक बट्टा चुरोट आउँथ्यो त्यति बेला। चुरोट खानुहुन्थ्यो। अनि
तपाईँले चाहिँ खानु भएन? मेलापातमा त पहाडतिर त खुब चुरोट खान्थे रे। मैले त खाइनँ, मलाई चुरोट खान नि मन लागेन, नराम्रो बोल्न नि मन लागेन। मलाई भगवान्ले यस्तै दिनुभएको। कहिल्यै मैले किरी हालेर यस्तो गर्नु प्याज प्याज किरी हाल्दा मलाई ऊ बेलादेखि नि आएन, अहिले पनि आउँदैन। अर्काले किरी हाल्दा देखेर सुन्यो भने मलाई यत्रो हुन्छ जिउ फुलेर, किरी हाल्न आउँदैन थियो, मलाई आएन। अनि त्यसपछि तपाईँका 3टा छोराको बारेमा पनि यसो सम्झिनु न। सम्झाउनु मन लाग्छ नि, आफ्नो छोराको बिहे गरेर बुहारीहरू बिग्राइयो, अनि हुँदा हुँदा बालबच्चा जन्मे, नाति नातिना भए। आफ्नो 4 वर्ष कि कान्छी छोरी 4 वर्ष लिएर आएको थियो, 10 वर्ष 8 वर्ष 10 वर्ष लागेको थियो कान्छो छोरो। यहाँ आएपछि अब वर्तमान गरियो, सबैको बिहे गरियो। अनि नाति नातिना पनि प्राय सबै त्यहीँ हुर्के, त्यहीँ जन्मे, हुर्के भन्दा नि त्यहीँ जन्मे हुर्के सबै। सबैका कान्छा छोराको चाहिँ उतापट्टि घर उज्जल जन्मियो, अनि त्यसलाई खुवाउने ओर्ने गरेँ, त्यो गरेँ। अलिक पछि लिएर तल हिँडेँ। छोरी जन्मिएको थियो, एउटी छोरी चाहिँ गई, त्यति नै 2टा भएका थिए बच्चा। अलिक सानैमा गरेर खान सक्छु भन्नु, आफूले मना चाहिँ भित्र रोइ एकै ठाउँ बस्यो भने ठान्दैन, त्यसै बाध्य त पर्छ, बेग्लै राख्नु पर्यो। अनि परिस्थितिले पारो के त्यस्तो पार्दो छ। अनि 2टा नाति एउटा उमेरका थिए होइन, हरि र माधव। अनि कतिका रमाइलो गर्थे नि अब भर्खरका जेठा नातिहरू? रमाइलो गर्थे नि। माथि 6ता आगो बालेर मकै पोल्न लजान र आगो बालेर झन्डै सिध्या थियो, घर आगो बालेर त्यति नै गर्थे रमाइलो। अनि उज्जलले र बासु एउटा, अनि तिमीहरू पनि सँगसँगै उता थियौ, रमाइलो हुन्थ्यो। अनि सबैभन्दा जेठो बच्चा चाहिँ देउ दिदी होइन? अनि कस्तो थियो देउ दिदी चाहिँ? देउ दिदी चाहिँ अब सँगसँगै अलि सानसानै बेलादेखि नै काकाले असाध्यै माया गर्थ्यो। यसो बारीमा जानु पर्यो भने त्यो छोरीलाई बोकेर लाने, तिर्का माथि सुधाउने, अनि त्यो साथीका लागि लिएर हिँड्थ्यो। त्यति माया गर्थ्यो कि त्यसलाई। अहिले त्यो मामा त्यो काका भनेर सम्झेर आउँदिन जस्तो लाग्छ, रुनु मन लाग्छ मलाई। त्यसले त्यति माया गर्थ्यो। अनि त्यतिखेरसम्म कान्छी छोरी रङ्गवली दिदीको चाहिँ बिहा भएको थिएन? पछि भएको नि, सबै दिदी पछि भएको। अनि कस्तो हुनुहुन्थ्यो दिदी चाहिँ? अलि त्यस्तै खालकी थिए, सोझी। बढी रुनुहुन्थ्यो भने? गोविन्द अङ्कल र दिदी चाहिँ रोइरहने भने होइन? एउटा के नियम चाहिने तिनीहरूलाई, ठुलो डाँको लाग्दो हुन्थे। हजुरबाले डाँको त्यही हो होइन, केही गाली गर्नै नपर्ने कि यिनीहरूलाई। अनि भयो नि, राम्रै थिए सबै, भनेको कुरा मान्थे। कोहीदेखि 20 वर्ष उमेरमा बिहे गरिदियो हो छोरीको नि। मलाई सानो बिहे गरे भएर म आफू जान्दिनँ, नभइकन म छोरीको बिहे गर्दिनँ भनेर लाग्थ्यो मलाई। अनि त्यो भन्ठाने भएर पनि मैले छोरीहरू ठुल्ठुला भएर बिहे गरेँ। अनि तिनीहरूले कुनैले केही ल्याएनन् के घरको कुरा। अनि अब 84 वर्ष लाग्नुभयो, यो बिचमा अब सुखानुभूति दुखानुभूति जोड्दै बिचमा आएपछि आफ्नो जीवनसाथी अब आफ्नो श्रीमान लाई गुमाउनु भयो नि त, उहाँलाई बिदाई गर्नुभयो। कति वर्ष भयो? 12 वर्ष भयो, 13 वर्ष त्यो 12 वर्ष अगाडि छोरी कति वर्ष भयो नि, 11 पुगेर 12 लाग्यो।
11 वर्ष अब ठुली छोरी मेरो बिहे भएको 4 महिना जति पछि अनि त्यही भात खुवाइसकेको थिएँ त्यसको अनि यो 12 वर्ष अगाडिको जिन्दगी र यो 12 वर्ष पछाडिको चाहिँ कतिको फरक पाउनुभयो बा हुनु र नहुनुमा चाहिँ कस्तो हुँदो रहेछ आकाश र जमिनको फरक हुन्छ बाबु अरूको लाख आमाको काख भने जस्तै अरूको लाख भयो नि आफ्नो बुढा र बुढी जस्तो हुँदैन अनि यो अर्कालाई सम्झाउनलाई हामी यो संसारमा आएको यो माया मोह हो भनेर भन्छौँ रोइरा मान्छेलाई सम्झाउनु र भोग्नु एउटै हुँदो रहेछ होइन त्यो सबै कुरो अनि कति वर्षमा पाउनु भयो सन्तानहरू चाहिँ सन्तानहरू ठुली छोरी 20 वर्ष भएपछि जन्मी राम्रै फरक रहेछ है उमेर भएरै पाउनु भएछ अनि 20 वर्ष भएपछि ठुली छोरी जन्मी अनि 18 महिना 17-18 महिना जेठ कान्छो भएर अहिले मुसिरमा ठुली छोरी जन्मी पछिल्लो चैता फेरि कृष्ण जन्म त्यो चाँडै जन्मेको दुईवटा चाहिँ 18 महिना जेठ कान्छो छ 3टा छोरा 3टा छोरी अनि 2 वर्षका फेर उनीहरू चाहिँ 2 वर्ष कान्छो र कान्छी चाहिँ 3 वर्ष 4 वर्ष 4 वर्ष अनि भनौँ न त्यति हुँदाखेरि छोरी ठुली छोरी 13-14 वर्ष आउँदाखेरि 6वटा बच्चा जन्मिसकेछन् कि मेरो अहिले हिसाब गर्दाखेरि 2 वर्षको फेरले अहिले त अब छोरा छोरीहरू नेपाल मकरान डाँडा उता अब च्याम्राङ बेसी मकरान डाँडा गैरी गाउँ हेटौँडा हुँदै छोरा नाति नातिना पनातिनाहरू नेपाल भारत अमेरिका क्यानाडा कहाँ पुगिसके होइन छोराछोरीहरू सबै आफ्ना घर गरेर खाइसके तपाईँ 84 वर्ष लाग्नुभयो कस्तो भयो यत्रो अहिले उमेर फर्केर हेर्दा चाहिँ कस्तो अनुभव हुँदो रहेछ आम्मै नि यस्तो पनि भयो यस्तो पनि देख्न पाइयो ऊ बेला कालमा लुगाको दुःख हुन्थ्यो बालाको छोरीछोरीलाई थाहा नहुँदैन्थे जाडो हुन्थ्यो त्यति बेला भए पनि हाम्रो बुवाहरू चाहिँ ससुरा बुवाहरूले चाहिँ खाना र लाउन चाहिँ कहिल्यै दुःख कटाउनु भएन दही दुध घिउ जति खायो नि खुवाएर पालेको थियो ससुरा पाल्दा नि दुःख काटिएन आफ्नो पाल्दा नि बुढाले सबै कुरा ठिक पारेर गर्नुभएको थियो मैले आफूले प्याउपात बनाएर राखेर जान्न छोरान्तिरै प्याउ हुन् भन्नुहुन्थ्यो मैले प्याउ भन्न जान्न त्यो बेला पेवाहरू राख्थे मान्छेले राख्थे अरूले त पेवामा के हुन्थ्यो महिलाहरूको बाख्रा पाठा यसो बेच्थे राख्थे मलाई बाले एउटा बाख्रा पठाइदिएको थियो 3टा 4वटा पाठा पाउँथ्यो त्यसले यत्रा खसी जन्मेर बडा भएर त्यति बेलाका 300मा बेच्ने मारे चाहिँ कत्रा हुँदो रहेछन् भन न मुस्का छोरे जत्रा के त्यस्ता हुन्थे अनि बेचेर छोराहरू अलिक सुक्ला भएपछि अब तपाईँको पनि प्याउ भनेर राख्नु यो बाला मात्रै दिने होइन तिमीहरू अहिले यो बाख्रा पाठा बेचेर चाहिँ मलाई राख्नुपर्छ भन्नु भन्थे भएर मलाई सिकाउँथे छोराहरूले मलाई त्यो भन्दा नै आउँदैन थियो कि छोराहरूले त्यसो भनेर भन्थे अनि पछि यहाँ जग्गा लिँदाखेरि त्यो अब प्यापात माथेछ मैले यो टोरी केटी बिहे गरेको थिएँ मैले अब यो यसको प्यापात नि भनेर राख्दिनँ आमा नभएकी टोरी बिहे गरे भनेर धमिलेको खेत लिँदाखेरि बाले मेरो नाम बोटिनको नाम रहेछ मेरो नाम पास गर्नु भनेर लिएर गएर पास गरिदिनु भएको थियो अनि तपाईँको नाममा पहिलो सम्पत्ति त्यहाँनिर भएको थियो धमिला खेतमा भएको थियो बाले हामी धमिला खेतमा पनि धान चुड्दाखेरि गएर आलीमै सुतेर बस्थ्यौँ त्यही खेत हो नि त हो त्यो घटनेरीको खेत घटनेरीको खेत लिइदिएको थियो त्यही बेला बोटिनको नाम रहेछ नि अब यो यसको नाम पारिदिनु पर्यो अनि अहिले अब मकरान डाँडामा त एउटा सृष्टि सबभन्दा ठुलो सृष्टि मकरान डाँडामा भयो होइन धमिलेमा खेत यता बारी
अनि अब छोराछोरीको बिहे दान सबै प्रायः जसो त्यहीँबाट गर्नुभयो होइन अनि त्यो थलो नै हो धेरै सृष्टि भएको होइन तपाईँहरूको हो सपनामा खुब आउँछ आउँछ के सम्झिनुहुन्छ मकरन डाँडाको त्यो तीन कुने आँगन त्यो ठुलो बुढो घर होइन पछि अरू छोराछोरी भिन्न भएपछि साइडमा घरहरू एउटै घर दुईवटा भाग लगाएको के याद आउँछ आउँछ नि सबै वरिपरि कुरा सबैलाई एउटै भाग पल्लाहरू बसे नि एउटै भाग लिएर आफ्नै कहाँ हुर्क्यौ तिमीहरू पनि मैले आफैले नाल बेडाएँ आफूले गरेँ अनि भाग एउटै ठाउँ ल्याएर ल आयो भनौँ अनि सबैलाई खुवाउँथेँ खान्थेँ टन्न अनि बुढाहरूलाई माया लाग्छ मलाई अझै पनि बुढाको चाहिँ मलाई असाध्यै माया लाग्छ मैले मेरो नातिहरूलाई अनि चिसोबाट जोगाउनु पर्छ भनेर सासूले सिकाउनु भएको थियो चिसो पार्नु हुँदैन बच्चालाई भनेर त्यो अनुसारको मैले नातिनीलाई पनि तेल गर्नुपर्छ यो टाउकामा अनि यो उस्तै हुँदो रहेछ के गर्नु उस्तै सबै कुरा सम्झेर भएन जस्तो परिस्थिति आउँछ त्यही परिस्थितिमा रहनुपर्छ होइन सिधा कुरा चाहिँ के जस्तो हामी अर्कालाई नरौ यस्तो हो यो संसारै भनेको माया जाल हो भन्न त भन्छौँ होइन तर भोग्दाखेरि सहन सकिँदो रहेछ कि के हुँदो रहेछ सक्नुपर्छ सकिन्छ के हुन्छ भनेदेखि अतिसार रुनु मन लाग्यो भने नि यो संसारलाई सम्झेर रुनु हुँदैन भगवान् चतुर्बाहु नारायण हुनुहुन्छ हाम्रो यो आत्मामा बस्ने परमात्मा हुनुहुन्छ भनेर भित्र भगवान् सम्झेर रो भने भगवान्ले प्रत्यक्ष दर्शन दिनुहुन्छ अनि त्यसलाई आत्मामा आनन्द दिनुहुन्छ अहिलेसम्म आनन्द भएछ मलाई आनन्द छ होइन आनन्द छ अनि अब के रहर लागेको कुरा केही छ यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने रहर छ रहर केही पनि छैन अब भगवान्को शरणपड्या जीवात्मा भगवान्ले कृपा गर्नुहुन्छ कहिले त्यसले जाने हो अब जिन्दगी बाँच्न खानालाई बाँच्ने हो बाँच्नलाई खाने हो खानालाई बाँचिरहेको छौँ हामी उस्तै त जे होस् बाँच्नलाई खाने हो खानालाई बाँच्ने चाहिँ होइन अनि कति के देख्न मन छ अब के गर्न पाए हुन्थ्यो यस्तो देख्न पाए हुन्थ्यो भन्ने अब अहिलेसम्म त 84 वर्ष दाँत भरि छ आँखा टाठिलो छ कहाँनिर मैले यसरी सोधेको प्रश्नको जवाफ मजाले दिइरहनु भएको छ फटफटी होइन के गर्नलाई चाहिँ रहर छ यस्तो चाहिँ देख्न पाए हुन्थ्यो यस्तो चाहिँ खान पाए हुन्थ्यो यहाँ चाहिँ जान पाए हुन्थ्यो अथवा यसको यस्तो खबर सुन्न पाए हुन्थ्यो भन्ने केही छ मलाई केही पनि अर्थ केही छैन तिम्रो ठुलो गुण छ एउटा सानो कुरा नि ठुलो गुण लागेको छौ नातिनामा एउटा कहिल्यै मुख नचलाइकन सानो कुरा पनि मुखै नचलाइकन बसेको एउटा नाति यहाँ रमिले त्यसले एक वचन पनि फर्काएको छैन भगवान्को इच्छा सबैको राम्रो होस् सबैले राम्रो गरेका छन् सबैको देख्न पाए राम्रो हुन्छ सबैको देख्न पाएको राम्रो भएछ अहिले बिरामीमा चाहिँ तपाईँलाई अलिक सास फुल्ने ओर्ने अलिकति गाह्रो हुन्छ होइन बोल्न गाह्रो हुन्छ अनि बेस गरी अलिक स्याहाँ बढ्छ कोही बेला अलिकति एकदम यो बढेर आएपछि बोल्न सक्दैन तपाईँलाई आफैलाई मनदेखि नै यो कुराहरू चाहिँ रेकर्ड होस् मेरो मनमा लागेको कुराहरू मेरा छोरा नातिहरू छोरीहरूले नातिनाहरूले हेरुन् सधैँलाई रहिरहोस् भन्ने एउटा आफ्नै पनि इच्छा थियो हामी कति दिनदेखिबाट यो रेकर्ड गर्ने भनेको थियौँ कति विभिन्न कारणले गर्दा हामीले सफल भएन योजना बनाएका दिन कहिल्यै पुरा भएन आज बिना योजनामा चाहिँ हाम्रो पुरा भयो होइन यो हेर्ने आफन्तहरू परिवारहरू तपाईँ त एउटा बुढो रुखो जस्तो भइसक्नुभयो पिपलको बोटका कति हाँगा लागिसके होइन यता एउटा हाँगा कता पुग्यो एउटा हाँगा कता पुग्यो उनीहरू हेरिरह होलान् कोही मुसु मुसु हाँसिरह होलान् कोही रोइरह होलान्
अब यो बुढो रुखले चाहिँ के भन्छ त ती छोरा नातिहरूलाई के गर्नु बाबु हो भोलि भोलि आफ्नो बच्चाहरूलाई के सिकाउनु भनेर केही भन्न मन लागेको छ? मन लागेको छ बच्चाहरूलाई। छोराछोरी नाति नातिना सबैले भगवत विषयको ज्ञान पाएका छौ, मनुष्य जीवन पाएको छ, शङ्कर चक्रधारीको शरण परेको छ। म को हुँ, म के हुँ भनेर आत्मालाई चिन्नु, त्यो आत्मामा दुख छ अर्कालाई पनि यो भन्नु हुँदैन भनेर आत्मा चिन्न सक्नु, त्योभन्दा ठुलो केही पनि छैन। तिमीले होस्, मेरा छोराछोरी नाति नातिना अरू सुन्नेले पनि त्यो आत्मामा परमात्मा हुनुहुन्छ भनेर सबै आत्मा चिन्नु, त्योभन्दा ठुलो केही पनि छैन। आफू र अर्कालाई फरक गर्नु भएन, आफ्नो मनमा जस्तो छ अर्कालाई त्यस्तै सोच्नु पर्यो। त्यो भित्र बस्ने पनि भगवान् हुनुहुन्छ, यो भित्र बस्ने नि भगवान् हुनुहुन्छ, त्यो पनि यसमा पनि भगवान् टम्म बस्नु भएको छ। त्यो झुसुल्किना नि उति बस्नु भएको छ। कतै भगवान् कोहीमा घटी बढी हुनुहुन्न, भगवान् टम्म हुनुहुन्छ। अनि अर्कालाई चित्त दुख्छ कि हुन्छ नभन्नु, कसैलाई केही नभन्नु, चित्त नदुखाउनु, सबैको भलो गर्नु। छोराछोरी अनि आमा कहिलेकाहीँ रुनुहुन्छ? अहिले आँसु भरेर आइसक्यो रुन चाहिँ? म रुए पनि भगवान्सितै रुन्छु, म त्यसरी रुन्न नि। हो अनि हाँस उठ्दै चाहिँ एकदम हाँसो खुसी पहिलाकै उमेर फर्केर आए जस्तो चाहिँ के देखो भने चाहिँ अहिले पनि अचम्मै रमाइलो रमाइलो चाहिँ जति भागवतको कथा सुन्न, अनि भगवान्का गुणाबाद सुन्न, भजन कीर्तन सुन्न पाएँ भने अनि हात पकेर नि भन्छ है। त्यो भगवान्ले त्यस्तो दिनुभएको छ कला चाहिँ। जीवात्माले शरीर छोडेपछि कहाँ जान्छ होला, के हुन्छ होला? हुन त अर्चिरादी मार्गै अब खरा र भन्ने होला, के हुन्छ होला जस्तो लाग्छ तपाईँलाई चाहिँ, अथवा थाहा पाए अनुसार चाहिँ? मलाई त गुरुको भाग्य अनुसारमा रहनुपर्छ। हामीले गुरुले भने अनुसारको, हामीलाई बाटो दिए अनुसारको चाहिँ हामीलाई जुन दिन हामी बिहे गरेर बाबाले दिनुभयो, पतिलाई सुम्पिदिनुभयो नि औँलो र म पाल्छु भनेर दिनुभयो, त्यो दिनदेखि हाम्रो यो शरीरको बिहे भयो। अनि त्यो पनि पाँचौँ बजी शरीर छोडेर जाने, सँगै जाने पाइने होइन रहेछ। त्यो यो संसारमा पनि यस्तै भएर सिद्धियो। अनि गुरुले आत्माको र परमात्माको सम्बन्धी गराइदिनु भएको छ भगवान्सित जोडेर। यो जीवात्मालाई प्रभु स्वीकार गर्नुहोस् भनेर कति प्रार्थना गरेर बिहे गराइदिनु भएको छ जीवात्मासित, भगवान्सित। र पति भगवान् हुनुहुन्छ, मेरो पति हुनुहुन्न भन्ने मलाई लाग्दैन। पति परमात्मा हुनुहुन्छ, पति भगवान् हुनुहुन्छ। हामी यस्ता शिरतिर लाएर भन्नु पाएछौँ, अरूका बुच्चे निधार हुन्छन्, कसैका केही लाउनु पाउँदैनन्। हामीलाई भगवान्ले कस्तो दया गर्नुभयो भनेपछि यो शरीर छोडेर गएपछि हामी फेरि भगवान्को घरमा जान्छौँ भन्ने छोटकरीमा होइन त? म एकछिन प्रसङ्ग बदलेर फेरि फरक ल्याउँछु। पाहाडतिरका को सम्झिनुहुन्छ? एकदम सम्झिन मन लाग्यो, बच्चा यस्तो थियो उस्तो थियो, खुलेर भन्नुहोस् न। आज के सम्झिनुहुन्छ, को सम्झिनुहुन्छ? मलाई अरू कोही सम्झनु मन लाग्दैन। मेरो नन्दहरूलाई चाहिँ एकपल्ट यसो देख्न पाए हुन्छ भने हामीलाई चाहिँ भान्जा भान्जी सम्झन्छु, अरूलाई मलाई त्यस्तो सम्झनु मन लाग्दैन। एउटा मरेर पनि यो खलकले बाले गरे गुणले गर्दाखेरि मरेर गए पनि सपना पनि आउँछ एउटा कुरो चाहिँ। यो एउटा आश्चर्य हुँदो रहेछ। उसले त्यो बाको त्यति गुण थियो कि सबैलाई। तपाईँको ससुरा बा? हाम्रो ससुरा बाको गुण थियो। अनि त्यस्तो सबै। अनि यतातिर मकरान डाँडातिर के गर्थ्यो? के तपाईँ त सबैलाई ल्याउने खुवाउने, सबै चिया खान भनेपछि बिहान भएपछि आउँथे वरिपरि। तपाईँहरू आएपछि, तपाईँहरू आउँदाखेरि चाहिँ त्यहाँ को थियो छिमेकीहरू? पहिला
त्यो तल्ला आमै हुनुहुन्थ्यो बुढी आमा तिनसिना आमा हुनुहुन्थ्यो तपाईँहरूभन्दा पहिल्यै हुनुहुन्थ्यो उहाँहरू चाहिँ पहिला नै हुनुहुन्थ्यो अँ, अनि तिनसिना बुढाहरू बोलाएर डाँडा बसे ती पाठकहरू पछि आएर त्यहाँ बस्या हुन् अनि यिनीहरू दुःख पाएका थिए अलिकति एक महिना तिर्खा हामीले थियो अनि ठुलो कसौडीमा ड्याममा ताउलीमा चामल पकाउँथेँ अब साग पनि टन्न पकाउने गरेको थियो मिठो नमिठो भगवान्कै हिसाब हो लाएर बनाएपछि जम्मै मिठो हुन्थ्यो सबै खान्थे दही दुध पनि हुन्थ्यो खाँचो हुन्थ्यो रहेको प्रसाद पनि यसो कोही आयो भने चोखै राखिदिने गरेको थियो खान्थे घरको प्रसाद खाएर बाँचेका छौँ भन्थे सबैलाई कसैलाई बिमुख पठाउनु नपऱ्यो भने चाहिँ झन् लाग्थ्यो अहिले पनि कोही आएर घरमा केही खानु दिनु पाइएन भने त्यो भित्र मना बस 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 पोलिरहन्छ केही पनि दिनु पाइएन भने आज त्यो हामीले यो पृथ्वीमा हामी छौँ नि जन्मेका तिमी नातिहरू छौ कोही आए भने एक मुठी पानी भयो नि यति फलफुल भए पनि कसैलाई बिमुख नपठाउनु त्यो घरमा त्यसरी कोही दिन भगवान् आउनुहुन्छ अरे त्यो अतिथिको उलिएर त्यो सम्झाउनु त्यति मेरो सासू पनि राम्रो थियो बानी उहाँले थोरै बनाउनु हो भने सबैलाई पुर्याउनुहुन्थ्यो खानेकुरो मिठो बनाउनुहुन्थ्यो हाम्रो ससुरा त्यसै हुनुहुन्थ्यो एउटा तिथि गर्ने गरेको थियो बाबु गाउँभरिका सबैलाई आमाको हजुरआमाको तिथि गर्ने गरेको थियो एउटा त्यो सराधेमा खोलाउना कहिले तिथि आउँछ हामी जानु पाऊँ भन्थे खनाउना ड्याममा खिर पकाएर चामल बनाएर सबैलाई बोलाएर खुवाउने गरेको थियो सबैलाई यादेर 5 एक ठेकान 2 भान 3 भान मैतो ल्या सारा त्यहाँ भएका बोटे कामी दमाई यता यता घन्टा बोकेर आउँथे सबलाई 1 घन्टा मै पठाउने गरेको थियो बस्तुले खान्थ्यो त्यति आफूले खाएर गर्ने होइन दुध बेच्नु चलन थिएन खुवाएर दिएर चाहिँ सकिँदैन 2 हातले दियो 4 हातले आउँछ भगवान्ले हेर्नुहुन्छ 4 हात हुनेले हेरिदिएपछि 2 हात हुनेले दिएर सकिँदैन हेरिदिनु पर्छ उहाँले चाहिँ धेरै कुराकानी भयो अब बिट मार्ने बेला भयो जानु बडाका घरमा असल छ छोटा कहाँ जान योग्य हुन्छ वीरसिंह कहाँ गजमोती मिल्छ भेटिन्छ सेलको घर बच्चा पुछार अगाडि जानेर बुझेर विचार गर्नुमा यो जान्नु तिमीहरूले जान्ने कुरा छ यो अनि एउटा भसो अगाडि छ पछाडि छ चिक्क ब्यादा देखिन्न किन्तु मृग खोजन लौन आज बुवासो अगाडि ठिक्क हिँडिरहेको छ पछाडि ब्यादा छ माझमा बसेको मृगिनलाई के गर्नुपर्छ त्यो विचार गरेर गर्नु यो 2टा जान्नु अनि दुईपट्टिबाट आगो सल्केको काठमा माझमा बसेको किरो त्यो किरो कसरी उम्कन सक्छ कि सक्दैन त्यसलाई पनि विचार गर्नुपर्ने छ हामी जीवात्मा त्यस्तो भइरहेका छौँ कि दुईपट्टिबाट आगो सल्किरहेको छ त्यो माझमा बसेको किराले अस्मत् गुरुभ्यो नमः अस्मत् परम गुरुभ्यो नमः सर्व गुरुभ्यो नमः श्रीमते रामानुजाय नमः श्रीमते रामानुजाय नमः प्रथमो अनन्तरूपश्च द्वितीयो लक्ष्मणः तथा तृतीयो बलरूपश्च कलौ रामानुजो मुनि द्वापरन्ते कले राघव पाखण्ड पछुरे झने रामानुजारे भविता विष्णु धर्म प्रवर्तका यो सम्झेर सधैँ यसको विचार गर्नु त्यसमा रामचन्द्रले कसरी अवतार लिनुभएको छ हाम्रो लागि धेरै कुरा अझ
जाने कुरा धेरै भन्छु आउँदैन मलाई तिमीले सोधी गरे भए आउँछ पनि होला धेरै कुरा भन्न नि सकिनँ श्रीमन्नारायण जय श्रीमन्नारायण अस्मद्गुरुभ्यो नमः मेरो हरिम हरिको अरूको म होइन स्वामी मेरा जगतमा अरू कोही छैन यो छैन छैन अरू छैन भनी जानी लिन्छन् यो ज्ञान भएपछि सहज हरिलाई चिन्छन् श्रीमते रामानुजन आत्मा त जात गृह बीच जने सुसाक्तै दुष्पापनाय गुणसँग विवर्जिताय मुक्तात्मा जीशु हृदय परिभाविताय ज्ञानात्मने भगवती नम ईश्वराय मेरो भगवानै हुनुहुन्छ सबैको सारा भगवानै हुनुहुन्छ सबैलाई सारा दिने भगवान हुन्छ जन्म दिने भगवान हुन्छ कर्म दिने भगवान हुन्छ अनि आश्रय भगवानको लिनु छ श्रीमन्नारायण